नमस्कार हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग हैन अनि आज चाहिँ हामी साक्यम र मैले चाहिँ हेर्नु मोमोको च्यालेन्ज लिएर आएको छु मोमोको च्यालेन्ज विथ स्प्राइट क्या गाइस स्प्राइट मिनी स्प्राइट यो हाम्रो स्प्राइटसँग अनि प्रणाम सबैजनालाई मेरो नाम सर्पन राई हो नमस्ते मेरो नाम साक्यम राई हो र हामीले चाहिँ यो च्यालेन्ज चाहिँ धेरै दिन बादमा गरेको छौँ अनि साक्यम आज छ अनि त्यहाँदेखि अस्ति राइडमा सुन्नुभयो साक्यम चाहिँ घर गएको थियो अब आज हामीले मुखबाङ च्यालेन्ज मोमो गर्ने लगाइट 3 कतिवटा नि भन न हजुर कतिवटा छ 15 15 30 हैन 15 15 30 लगाइट अब हामी खान सुरु गर्छौँ 3 2 1 गो नाकमा गयो झन्डै गर्छ नाकमा पसी पनि गयो कति मिठो खानु जानुहुन्छ गाइस म तातेको तातो छ गाइस म तातो कति खाइसक्यो 5 मैले दुईटा तिमीले दुईटा होइन कतिवटा बाँकी जाँदैछ 11 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 बुझ्दै गाइस आजको मोमो चाहिँ कति मिठो छ कतिवटा बाँकी साक्यमको माल ठुलो पर्दछ हौ मसँग खाएको गाइस मान्छेको 5टा मात्रै छ अझै मेरो 6वटा चिटिङ गर्दैछ भन्ने चाहिँ होइन म कसरी होइन
यता छोडेछु जस्तो लाग्यो मसँगै खाएको अब मेला नजाने भयो समर पनि ए हो त नि हार्नेलाई पनिसमेन्ट त दिनु पर्यो नि फिफ्टिन 30 हुन्छ राइट पेट फुल गाइस मेरो त पेट हल्का फुल गिभ अप अनि मलाई कस्तो लाग्दाखेरि चाहिँ होइन साक्री मलाई कम छ जस्तो लाग्यो क्या खाइदेऊ भयो कसरी कमी 15 मैले नै लाग्यो कमी पो हुनु अरे फास्ट अब साकेम एक दिन बढी पिङ खेल्नु जान्छ ओके साकेम समर्पण एक दिन कमी च्यालेन्ज इज च्यालेन्ज पनिसमेन्ट इज पनिसमेन्ट त्यसो गर्नु हुँदैन ल अब स्प्राइटको कम्पिटिसन न उच्च रहेछ अब यो स्प्राइटमा चाहिँ हार्नेले चाहिँ अघिको पनिसमेन्ट क्यान्सल गर्ने जसले जित्छ त्यसले क्यान्सल साकेमले जित्यो भने समर्पणले जित्यो भने साकेमको क्यान्सल हुन्छ साकेमले नि जित्यो भने त फेरि डबल लाग्यो तिमी 2 दिन जानु पाउँदैन यस्तो पानी पिउनेमा चाहिँ साकेमले मलाई अहिलेसम्म जितेको चाहिँ छैन हेरौँ अब हेरौँ एकछिन छिटो खाऊ न भाइ एकछिन वेट खाइसक्यो मजाले मुखको म जब 3 2 1 भन्छु अनि ल नाकबाट निस्किन्ला नि सक्यो ल ल 3 2 1 गो बिस्तारो नाकबाट निस्क्यो भने जान्दिन ए दादाले नै जितिहाल्यो नि साकेमले किन ढिलो गरेको मेरो यति चल्दैन होइन बराबरै त नचिटी ल के अरे साकेमले जित्यो ए समर्पणले जित्यो पनिसमेन्ट क्यान्सल भयो अब बराबर जान्छ पिङ खेल्नु ल ल साँच्ची भनेको नि गाइस साकेमले मलाई अहिलेसम्म पानी पिउनुमा चाहिँ जित्दैन भनेको थियो नि किनभने बिहान उठेर हामी पानी पिउँदा पनि साकेम जहिले कुटुक कुटुक गर्दै खान्छ म सुई निकालेर गइहाल्छु अनि साकेम चाहिँ that's right. र गाइस आजको भिडियो चाहिँ हामी यहाँ गर्न चाहन्छौँ र यो मोमो च्यालेन्जमा म हारेँ तर स्प्राइट च्यालेन्जमा म जितेँ होइन अनि तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला र हाम्रो भिडियोलाई साथसाथै लाइक कमेन्ट अनि सब्सक्राइब लाइक कमेन्ट सेयर सब्सक्राइब बटन थिचिदिनु होला त्यसो गरेर सबैजनालाई बाई बाई
Sayonara.